तपाईँहरू के अरूको मात्र कुरा काटेर बस्नुहुन्छ है, बरु कुरा काट्नु सट्टा चाहिँ यसरी गर्नुहोस् क्या, फ्री टाइम भएको बेला चाहिँ मस्यौराहरू बनाउनुहोस्, यता आफ्नो माइन्डलाई फ्री नै राख्नुहोस् क्या, अरूको कुरा काटेर केही नै फाइदा छैन, केही नै फाइदा छैन होइन। अनि मैले चाहिँ आज मस्यौरा बनाएँ क्या, आफ्नो फ्री टाइमको चाहिँ यस्तो सदुपयोग गर्नुपर्छ है, माइन्ड पनि अब त्यो हुन्छ नि, अरूको कुरा काटेर बस्नु सट्टा त बरु यस्तै कामहरू ठिक के। अनि जागर न सागर खाने बेला आगर भने जस्तो हुन्छ नि त कोही कोहीलाई त, फेरि यस्तो भन्दा चाहिँ फेरि कतिजनालाई पर्न सक्छ है। तपाईँहरू चाहिँ फ्री टाइम भयो भने चाहिँ यसरी बनाएर आफ्नो टाइमको एकदमै सदुपयोग गर्नु। अनि मैले चाहिँ आज शनिबारको दिन यसरी आफ्नो टाइमलाई सदुपयोग गरेँ, रमाइलो भएको थियो बनाउनलाई, गाह्रो पनि थियो क्या, कस्तो हात चिलाउने आमामा, मेरो हात त चिलाएर यस्तो भएको थियो कि त्यो भाँडा माझ्ने स्टिलको जाली हुन्छ नि त्यसले नै घुइँ घुटुम जस्तो भइरहेको थियो क्या। अनि हामी चाहिँ मजाले बनाइरहेको थियौँ, कति रमाइलो भएको थियो तर गफ गर्दै गर्दै बनाउन। मेरो हात चाहिँ हेर्नु न यस्तो चाम्री पऱ्यो कि आमामा। अनि हामीले चाहिँ भाँडो नभएर सदुपयोग गरेको के, सुकाउन